संघका अध्यक्ष पण्डित संजय सरजी हुनुहुन्छ। अब उद्योग वाणिज्य सङ्घको विषयमा अलिक भर्खरै पनि ती कुराहरूमा चाहिँ कतिको सत्यता छ र यथार्थ कुरा के हो, अहिलेको समस्या उद्योग वाणिज्य सङ्घ के देखिएको त्यो विषयमा चाहिँ उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू पण्डित संजय सरजीलाई म यो फ्लोर ओपन गर्छु। उहाँले आफ्नो कुरा राख्न मन गर्छु। धन्यवाद। आज पत्रकार महासङ्घका कार्यालयमा पत्रकार महासङ्घका साथीहरू हुनुहुन्छ, यहाँ सम्पूर्णलाई म धन्यवाद दिन चाहे। जो विषय जो उठाउनुभयो उद्योग वाणिज्य सङ्घको सम्बन्धमा के भइरहेछ, अहिले भर्खरै म पनि थाहा भएँ कि महासचिवजीले पनि प्रेस विज्ञप्ति दिएर जानुभयो। अब यसमा के छ भने हाम्रो 2 कार्यकाल हाम्रो थियो, कार्यकाल मेरो सकिरहेछ। मैले माघ 24 गते निर्णय पनि गरेको छु कि चैत 23 गते साधारण सभा गर्नको लागि, जसमा धेरै कुराहरू निर्णय भएछ। हजुरहरूले त्यो कोपीहरू पाउनुभयो होला। अब त्यो निर्णय अनुसार मैले उद्योग वाणिज्य सङ्घको चुनाव गराएर अर्को साधारण सभा गरेर चुनाव गराएर अर्का अध्यक्षलाई हस्तान्तरण गर्ने मेरो पुरा त्यो भनाइ मतलब कि राम्रोसित त्यसको निकास दिनको लागि म तयार छु, गरिरहेको पनि छु। रहेको कुरा त्यसमा के अलिकति अडचन आएछ, मैले एउटा समिति बनाएको छु। त्यसमा त्यो समिति के हो, नवीकरण गर्नको लागि मैले महासचिवको अध्यक्षतामा एउटा समिति बनाएको छ। त्यो समिति महासचिवजीले त्यो समिति मार्फत उहाँले नवीकरण नगरेर नयाँ सदस्य बनाएर ल्याइदिनु। त्यो नयाँ सदस्यको कुनै पनि डकुमेन्ट छैन, त्यतिकै ल्याइदिनु भएछ। त्यस कारणले त्यहाँ अट्किरहेछ कुरा। र अर्को मैले एउटा कार्य समितिको बैठक पनि बोलाएँ। त्यस बैठकमा उहाँहरूलाई पनि बोलाएँ, सबैजनालाई बोलाएँ। आएपछि उहाँहरूले बैठकमा निर्णयमा सहमति जनाउनु भएन। अनि उद्योग वाणिज्य सङ्घको कार्यालयमा ताला पनि मारेर उहाँले हिँडिहाल्नु। अब पुरा ताला मारिसकेपछि अब त्यहाँ अब मैले त द्वन्द्व गर्नु भएन, अब सिस्टमैले जानुपर्ने हो। मेरो त भावना यही छ कि यो जसरी भए पनि यसलाई निकास दिएर अर्को अध्यक्षलाई हस्तान्तरण गरेर राम्रोसित सभ्य र भव्य बनाएर म जाउँ। तर यहाँ केही साथीहरूको आफ्नो के मनसा आयो त्यो मैले बुझ्न सकेन। मैले त आफ्नो 6 कार्यकाल सकाएँ। त्यो कार्यकालमा 6 सालको कार्यकाल सकाएर यहाँहरू सम्पूर्ण साथीहरूलाई, पत्रकार साथीहरूलाई थाहा होला मेरो त्याग मैले गर्नुपर्ने। मेरो त्यस्तो कुनै मनसा छैन कि फलानो चिलानो होस् भनेर मनसा छैन। राम्रो मान्छे आओस्, व्यापारीको हक हितको लागि गरोस्, देशको हक हितको लागि गरोस्, मेरो त्यही मनसा आयो। अर्को केही बजारका साथीहरूले जिल्ला प्रशासनमा निवेदन पनि हालेछ। त्यो निवेदन पनि महासचिवजीले नै बुझ्नु भएछ त्यहाँ पत्ता लगाउँदाखेरि। अब उहाँले त्यो मलाई जानकारी पनि दिनुभएको छैन। अब के हो त्यो निवेदनमा त्यो पनि मलाई थाहा भएन। मेरो यही भनाइ हो कि यो जसरी भए पनि राम्रोसित यसको चुनाव होस्, सबै साथी मिलेर सहमति गरेर यसलाई साधारण सभा गरेर चुनावतिर लगाउँ, चुनाव गराएर यसलाई सकाउँ, व्यवस्थित बनाऊ। पहिला यो संस्था एउटा बहुत मर्यादित संस्था हो, त्यो सधैँ रहिरहोस्, मेरो यही भनाइ छ। धन्यवाद। जसरी तपाईँमाथि महासचिवको आरोप के छ भने उहाँले साधारण सभा नै गराउन चाहनु भएन, निर्वाचन नगराइकन 6 महिनासम्म थपौँ भनेर उहाँको चाहना भने आरोप छ। के छ अनि त्यो त अब मैले के भने उहाँले भन्नुभएछ, तर मैले त्यस्तो केही कुरा छैन। अब त्यस्तो मैले किन भन्नु। रहेको कुरा अहिले टाइम कम थियो,
त्यसमा अलिकति टाइम बढ्यो होला, तर मेरो त्यस्तो कुनै भनाइ छैन कि 6 महिना थपौँ 1 साल थपौँ त्यस्तो केही भनाइ छैन। यो विवाद किन यसरी उत्पन्न भयो तपाईँको बुझ्दा? अब हजुरले जो सोध्नुभयो बडा राम्रो, यो कुनै मेरो तर्फबाट कुनै समस्या छैन। उहाँको व्यक्तिगत र आफ्नै एउटा समस्या होला बेग्लै कुरा हो, तर मसित सहमति गरे भने यसको निकास राम्रोसित पाउँछ। सबै साथी बसेर यसलाई निकास अगर सहमति भयो भने राम्रोसित निकास पाइहाल्छ। कुन विषयमा तपाईँहरूको असहमति भयो? यसमा विषय जस्तो कि नवीकरण गर्नको लागि हाम्रो समिति बनेको थियो, उसमा साथीहरूले 2800 जति नयाँ सदस्य बनाएर ल्याइदिनु भयो। त्यो नयाँ सदस्यको कुनै किसिमको डकुमेन्ट नभएर र त्यो कार्य समितिबाट पास गर्नुपर्ने भएकोले त्यो असहमति भएछ। त्यो कार्य समितिमा प्रवेशै नगराइकन त्यो नयाँ सदस्य बनाएर त्यहाँनिर विवाद भयो। अब नयाँ सदस्य अहिलेसम्म तयार भएको छैन। अनि सदस्यता नवीकरण शुल्कको विषय के छ? सदस्यता नवीकरणको विषयमा अब विधानको हिसाबले नयाँ सदस्य बनाउनको लागि 500 र नवीकरण गर्नको लागि 200 हाम्रो विधानमा छ। तर कार्य समितिले नवीकरणको लागि 200 गरेछ, नयाँ सदस्यको लागि 300 रुपियाँ गरेछ। त्यसमा तपाईँको सहमति हो? अब मैले पास गरेछु त तैँले लिनै पर्यो। अनि त्यो जब नयाँ सदस्यहरू बनायो त्यसलाई अब कायम गर्ने किन? के छ भने हजुर, अब त्यो नियम सङ्गत अगर छ भने हाम्रो बोर्डबाट निर्णय भएको अगर छ सिस्टमले या हाम्रो विधानले जो भनिरहेछ त्यसलाई काम गर्ने, विधानले अगर भनेको छैन भने त्यसलाई काम नगर्ने। जस्तै विधान बमोजिम तपाईँको त्यो सदस्यता लिँदाखेरि सही जुन अघि भन्नुभयो नि 500 शुल्क लाग्छ, अहिले कति शुल्कमा चाहिँ त्यो नयाँ दिएको छ? हामीले निर्णय गरेको के छु, त्यसमा नयाँलाई 300 पुरानोलाई 200, तर नयाँ सदस्य दिनको लागि हामीले त्यस्तो निर्णय गरेको छ। यो अहिले जुन थपिएर आयो एउटा चाहिँ के हुन्छ भने प्रत्येक वर्ष त व्यापारी थपिन्छ होला बजारमा, ठिक छ, सङ्ख्या त बढ्नुपर्ने हो। यसमा आपत्ति चाहिँ कहाँ आयो, के भयो? न आपत्ति मेरो केही छैन, तर यसमा के छ भने नियम सङ्गत आउनु पर्यो। नियम सङ्गत कसरी हुन्छ? नियम सङ्गत हजुरको व्यापारी बजारमा हुनु पर्यो, उसको डकुमेन्ट पनि आउनु पर्यो, अनि कार्य समितिमा राखेर हामीले पास गर्नुपर्ने हुन्छ। अनि प्रत्येक व्यापारीलाई हामीले आफ्नो उद्योग वाणिज्य सङ्घको एउटा प्रमाणपत्र पनि दिने सिस्टम छ। त्यो प्रमाणपत्र दियो भने मात्रै त्यो नयाँ सदस्य बन्न सक्छ। अघि तपाईँले भन्नुभयो नि मसँग सहमति गऱ्यो भने चाहिँ यसले सहज विकास पनि पाउँछ भन्ने। होइन, त्यो नियम कानुनले विधान विपरीत होइन, विधानमा भित्र रही सहमति भयो भने हामीले निकास गर्छौँ, केही छैन। त्यो व्यवस्थाको हकमा जुन अहिलेको विवाद छ, यो विवादलाई चाहिँ तपाईँहरू सहमति आपसी गर्न सक्नुहुन्छ कि सक्नुहुन्छ? होइन, त्यो नयाँ सदस्य त हामीले त्यतिकै विधान बाहिर गएर हामीले दिन सक्दैन, त्यो विधानभित्रै हामी दिन सक्छौँ। रहेको कुरा अब कहिले गर्ने हो, कुन दिन गर्ने हो, जस्तो कि सिस्टमले जो बताइरहेछ, कानुनले जे बताइरहेछ, हाम्रो विधानले जे बताइरहेछ, त्यो सङ्गत हामी गर्न तयार छौँ। तपाईँमाथि लागेको एउटा आरोप के हो भने तपाईँ आफ्नो पदावधि 6 महिना लम्ब्याउन चाहनुहुन्छ। होइन, त्यो त अब कसैले बोलिदिने बित्तिकै मेरो नाउँ आरोप लाग्यो भने त्यो त हुँदैन। मैले त त्यो हजुरहरूलाई त भनेको छैन, या कसैले मैले कहीँ लेखेर त दिएको छैन। त्यस्तो कहीँ सहमति छैन, त्यस्तो केही छैन। अनि अहिले जुन नयाँ सदस्यताहरू वितरण भएको छ, त्यो सदस्यतामा तपाईँको सहमति नरहेको अहिलेको तपाईँको कुराबाट प्रश्न हुन्छ र त्यो सदस्यता कसरी सदस्यता वितरण गर्छ? नयाँ सदस्यता एउटा रसिदको भरमा मात्रै छ, त्यो रसिद मात्रै काटेछ, त्यसको सदस्यता वितरण भएको छैन। अनि अडिटको पनि कुरा आउँछ, अडिट तपाईँहरूले गराउनु भएको छ नि गत वर्षको? अडिट पनि भएको छैन। त्यो अडिटको कोही डकुमेन्टहरू पनि त्यहाँ थियो, डकुमेन्टहरूमा अब ताला अफिसैमा ताला हानिदिएछ भने कसरी अडिट गर्छ? महासचिवको आरोप छ सबै डकुमेन्ट अध्यक्षसँग छ। होइन, त्यो त गलत हो। उहाँले अब जे पनि भन्न सक्नुहुन्छ। अब 6 सालसम्म भन्नु भएन, अब लास्ट आवरमा आएर उहाँले भन्नुभयो
अब उहाँ के मनसा आयो त्यो त म भन्न सक्छु। अडिटकै कुरा गर्नुपर्ने हो त, पुस मसानसम्म लाग्छसम्म त गराइहाल्नु पर्ने हो होइन। नवीकरण पनि तपाईँहरूको संस्था हाम्रो कार्यालयमा कर्मचारीको अभावले कर्मचारी नभएर यो समस्या उत्पन्न भएको। ठिक छ। अघि महासचिवजीले आफ्नो कुरा राख्दाखेरि के भन्नुभएको थियो भने पटक पटक हामीले मिटिङको लागि भन्यो, उहाँले मिटिङै बोलाउनु भएन, बल्ल बल्ल 1 वर्षपछि मात्रै मिटिङ बस्नु भन्नुभएको। यसमा के छ? होइन, त्यो अब उहाँको होला विचार, तर मिटिङ त हामी बसेको हौँ। के छ भने हाम्रो कर्मचारी माघमा त्यहाँबाट उहाँले अन्त जानुभयो, त्यसपछि हामी कर्मचारी राखेन। कर्मचारी नराखेको कारणले हामी उहाँसित पनि सल्लाह गरे कि हामी मिटिङ बसौँ। उहाँले भने होइन अहिले त्यस्तो केही जरुरी छैन, त्यो पनि कुरा छ। कर्मचारीको अभावले पनि हामी मिटिङ नबसेर यो समस्या उत्पन्न भएको। यो कर्मचारी नभएर अफिसमा तालका लागेको छ कि तपाईँहरूले लगाउनु भएको छ? होइन, यो अफिसको कुरा गर्दाखेरि हामीले अस्ति निर्णय गर्दाखेरि एउटा कर्मचारी हामीले नियुक्ति गरेको थियौँ। नियुक्ति होइन कि कार्य समितिबाट पास गरेको थियौँ। त्यसको मैले अहिले के भन्छ नियुक्ति पनि दिएको छैन, तर त्यो कर्मचारी बसिरहेको थियो। त्यो बस्दा हेमन्त यादव पुरानो पहिला पनि थियो उहाँ, अनि उहाँ बस्दाखेरि हामीले एउटा मिटिङ राखे। मिटिङमा हामीहरू निर्णय पनि गरे, उहाँहरूले सहमति जनाउनु भएन। त्यसपछि बाहिर आएपछि उहाँले तल्चा हानेर हिँडिहाल्नु। महासचिवले तल्चा लगायो। महासचिवले तल्चा हाल्नुभयो। मेरो हेमन्त यादवले मलाई जानकारी दिनुभयो, महासचिवले तल्चा हानेर उहाँले लग्नुभयो। मलाई भन्नुभयो कि अध्यक्षजीलाई भन्नु। एउटा यो अघिको कुरामा जोड्छु, जुन विधानले 500 रुपियाँ भनेको छ नि, अनि तपाईँहरूले आफै निर्णय गरेर 300 रुपियाँ कसरी गर्नु? अब त्यसमा म अध्यक्ष, कार्य समितिका धेरै साथीहरूले प्रेसर गरे यो होइन 300 रुपियाँ गर्नुहोस्। हामीले काको बजारको मान्छेलाई बोलाएर यस्तो सहमति गरेको छु। मैले भने विधान विपरीत हामी जाँदैन। त्यसमा प्रेसरको कारणले मैले 300 रुपियाँका, उहाँहरू महासचिवको बढी प्रेसर थियो कि 300 रुपियाँ गर्नै पर्छ भनेर भएको। यो विवाद भनेको तपाईँ र महासचिव मात्र हो कि कार्य समिति? होइन, मेरो र महासचिवको विवाद छैन, केही छैन, मेरो हिसाबले त छैन। उहाँको आफ्नो प्रश्न होला, बेग्लै कुरा हो, तर मेरो विवाद छैन। अब यसको निकासको लागि तपाईँ कार्य समिति या महासचिवसँगै बसेर यसको छलफल गर्नुभएको छ कि होइन? महासचिवले त्यतिकै आरोप लगाएर हिँडिराख्नु भएछ, मसित सहमति कहिले पनि गर्न आउनु भएछ। कसरी हुन्छ यो? सहमति हुन्छ कि हुन्छ नि, त्यसको त कुनै विकल्प निस्किन्छ। अब त साधारण सभाको समय पनि नजिक आउँदैछ। साधारण सभा नजिक त आउँदैछ, तर त्यसको सिस्टम के छ भने साधारण सभा हुनु अगाडि 35 दिन पहिले सदस्यताको लिस्ट फ्लेस हुनु पर्यो। कसले गर्ने? अध्यक्ष तपाईँ स्वयं हुनुहुन्छ? अध्यक्ष मै छु, तर जो नवीकरण भएर आएछ, जो नयाँ सदस्य बनेर आएछ, त्यो त्यही गडबड छ। अनि कसरी त्यसलाई फ्लेस गर्ने? त्यसलाई नमान्ने आधार त छ नि तपाईँसँग त। यदि त्यसको डकुमेन्ट छैन, यदि विभिन्न कुराको कमी कमजोरी छ भने नमान्ने आधार त छ तपाईँसँग। तपाईँ एउटा अध्यक्ष स्वयं भएर यसबाट त पैसा खोज्नु भएको छ यो कुराले गर्दा, किनकि तपाईँहरूले पनि अगाडि केही यसको लागि निराकरणको लागि केही निकास त निकाल्नु भएको छ। अब यस्तो छ, पत्रकार साथी हजुरले जो कुरा राख्नुभयो बडो राम्रो राख्नुभयो। हामी 6 साल महासचिवसित राम्रोसित समन्वय गरेर हिँडिरहेको थियौँ। आज पनि उहाँको दायित्व थियो कि यसलाई कसरी निराकरण गर्ने, उहाँले पनि एउटा सल्लाह दिनुपर्ने, तर उहाँले केही यस बारेमा मलाई कहिले पनि फोन गर्नु भएन। अरूसित प्रेसर दिलाउने त्यति मात्रै काम भएको हो। रहेको कुरा निकासको कुरा, अब सबैजना साथी बसौँ, उहाँले पनि आउनुहोस्, बसौँ, त्यसको कसरी निराकरण हो सबैजना बसेर एउटा व्यवस्थित मिलाऊ अनि निकास निकालौँ। हाम्रो तर्फबाट कुनै अब्जेक्सन छैन, एकदम तपाईँहरूले राखेर म गरिदिन्छु। तपाईँहरूले जुन नीति तोक्नु भएको छ, नीति तोक्नु भएको छ, यो तोकेको नीतिमा साधन छ हुन्छ नि? अब यो नियम सङ्गत नभए भने कसरी गर्ने? त्यो त 35 दिन पहिले नाम फ्लेस भएन भने अब भएकै छैन। त्यसमा अब सबै साथीले आउनु पर्यो। अब ताला हानेर उहाँले हिँडिसकेपछि अब कसरी गर्ने? अब म त द्वन्द गर्दैन, म त व्यापारी मान्छे हुँ।
एउटा व्यवसायीको प्रतिनिधित्व गर्ने मान्छे मैले द्वन्द्व गर्ने त होइन। भनेपछि उद्योग वाणिज्य सङ्घको जुन सूचना जारी भएको छ त्यो सूचनाले जुन नीति साधारण सभाको भएको छ त्यो हुन सक्ने सम्भावना छैन। अब यो नियम सिस्टमले भएन भने त्यो त रुक्न सक्छ। अगर नियमले नभए भने रुक्न नियमले त भएन नि त तपाईँको अनुसार 35 दिन अगाडि अब त्यो सदस्यता नभए सार्वजनिक गर्नुपर्छ। त्यो भए छैन। 9 गते भयो। अब त 35 दिनको अगाडि छैन। 23 गते तपाईँले डेट तोक्नु भएको छ। अब यो यसको भन्दाखेरि यो उद्योगको वाणिज्य सङ्घ रौतहट 2 धारमा छ हैन। तपाईँको कुरा 1 धारमा र महासचिवको कुरा 1 धारमा। उहाँले तपाईँमाथि आरोप प्रत्यारोप गर्ने, तपाईँले उहाँमाथि आरोप प्रत्यारोप गर्नेले गर्दा यहाँका आम व्यापारीहरूको समस्या भोग्नुपर्छ। अनि उहाँहरूको लागि तपाईँहरूले के सोच्नु भएको छ? होइन, निकास त दिनै पर्छ। कहिले? अब आम व्यापारीले पिरमार्का हुनु भएन, त्यो निकासै हुनुपर्छ। त्यो मेरो पनि सहमति हो। अब यसको लागि महासचिवजीले पनि नरम भएर एउटा सहमति गरिदिनु पर्यो। मैले आफ्नो म पनि पुरा एकदम जति नरम हुनुपर्ने नरम भएर उहाँले सम्पूर्ण व्यापारले मैले निकास दिएँ। अध्यक्ष, एउटा प्रश्न के छ, तपाईँले अब 2 चोटि कार्यकाल बस्नुभयो, अब उम्मेदवार हुन पाउनुहुन्न। तपाईँले अहिले चाहिँ अरूजना र एकजना व्यापारीले चाहिँ अध्यक्षमा सारिराख्नु भएको छ आफ्नो पक्षबाट र महासचिव स्वयं पनि अध्यक्षको तयारी गरिराखेको छ। यही तयारीको विषयमा यस्तो नयाँ सदस्यता फर्जी बनेर आयो कि? अब यस्तो हजुर, यसमा मेरो न महासचिवजी अध्यक्ष बनोस् या कुनै व्यापारीलाई आइरहेछ त्यो बनोस्, मैले त जो साथी आए पनि राम्रो आओस्, व्यापारीको राम्रो गरोस्, व्यापारीलाई राम्रो प्रतिनिधित्व गरोस्, मेरो शुभकामना छ। मेरो तर्फबाट कुनै पनि त्यस्तो उम्मेदवार छैन। त्यो छैन। मैले भनेको कुरा जुन नयाँ सदस्यताको जुन विवाद आयो त्यो त कहीँ न कहीँ मतदाता बनाउने खालको उद्देश्य भएर त्यस्तो बनाइएको हो नि त। अब त्यो त मैले भन्न मिल्दैन। अब त्यसमा त अरू साथीहरूले पनि लाग्यो। यसमा यतिसम्म मैले के भन्न चाहन्छु कि यसमा रसिद पनि मलाई नजानकारी दिकन कहाँबाट रसिदहरू पनि आफ्नो मनले छपाएर पनि भएको हो, त्यो पनि मलाई थाहा छ। कार्यालय बाहिरबाट सब कुरा भइरहेछ। त्यो कार्यालय बाहिरबाट भइरहेछ। यो बीचमा साधारण सभाको लागि तपाईँले अध्यक्षको तौरमा चिठीहरू काट्नु भएको छ, आह्वान गर्नु भएको छ बैठक बोलाउनको लागि? अब यसमा हाम्रो फलानु समयमा के भन्छ साधारण सभा छ, महासचिवजीले गडुरा नगर उद्योग वाणिज्य सङ्घ र चौपुर नगर उद्योग वाणिज्य सङ्घले चिठी काट्नु भएको छ साधारण सभाको लागि। तपाईँहरू नामावली दिनुहोस्, साधारण सभा फलानु दिन छ भनेर। त्यो उताबाट पनि कुनै नामावली आएको छैन। अब सहमति भएन भने द्वन्द्वतिर जान्छ यो अवस्था होइन। द्वन्द्वतिर हाम्रो व्यापारी संस्था त नजानु पर्ने हो। गोलीकाटा चलाउने होइन, आर्थिक द्वन्द्व छ नि त तपाईँहरूसँग अहिलेभित्र। अब मेरो तर्फबाट छैन। अब तपाईँले भन्नुहुन्छ मेरो तर्फबाट छैन, महासचिवले भन्नुहुन्छ मेरो उहाँको होला बेग्लै। आखिर जसको तर्फबाट भए पनि उद्योग वाणिज्य सङ्घको कार्य समितिको तर्फबाट नै तपाईँ अध्यक्ष भएपछि तपाईँले जिम्मा लिनै पर्छ होइन। व्यापारीको हकको लागि तपाईँले लड्नै पर्छ। ठिक छ, त्यसमा मैले यो साधारण सभाको अलग छैन, सहमत छ। मैले वास्तवमा मैले अध्यक्ष के नाताले गर्नुपर्छ, तर महासचिवजीको पनि दायित्व छ कार्यालय राम्रोसित सुचारू गरिदिनु। के गर्नुपर्ने प्रक्रिया उहाँको पनि दायित्व, उहाँले पनि गर्नुपर्ने। तर उल्टा ताला मारेर अब मलाई द्वन्द्वमा राख्ने अब उहाँको पनि मनसाय के हो? उहाँको एकदमै अडानो 23 गते साधारण सभा हामी गर्छौँ। अब ठिक छ, त्यसमा मैले त अब कहीँ पनि म त्यस्तो गर्न जान्छु होइन। म त सहमति छैन यही कारणले कि मेरो सिस्टमले भएन भने म सहमति छैन, सिस्टममा भयो भने म सहमति छु। अनि तपाईँले अब अध्यक्ष हुनुहुन्छ, 2 कार्यकाल चलाइसक्नुभयो, अब यसलाई निकास दिन कम्तीमा अन्तिम पटक यो 24 गते उहाँले तोक्नु भएको छ, त्यसलाई निकास दिन के पहल गर्नुहुन्छ? अब निकास दिन सबै साथीहरू बसोस्, कुन तरिकाले जाने हो त्यो निकास निस्किहाल्छ। सबै साथीको तपाईँले त बसाउनु पर्यो नि त्यही हिसाब। ठिक छ, अब उहाँको पनि सहमति आउनु पर्यो, बसाउनुहोस्। ठिक छ, उहाँले मैले आह्वान गर्ने, उहाँले अफिसमा ताला हानिदिनु भयो, यो कहाँसम्म राम्रो छ? अफिस अहिले बन्द छ, ताला हान्नु भएको छ, महासचिवले लगाउनु भयो। तर उहाँसँग एक प्रश्न गर्दा उहाँले भन्नुहुन्छ तालचा लागेको छैन। होइन, लगाउनु भएको छ। कर्मचारी अहिले छँदैछ जो के भन्छ हेमन्त यादव, उहाँले भन्नुभएछ मलाई।
त्यसपछि तपाईँले अफिसतिर जानुभएको छैन? गएको छैन। त्यो त जानुपर्ने थियो तपाईँले पनि। होइन गएर हेरेको तल्दा हानेछ कुरा हो नि त तालचा हानेछ। अब आज उहाँले खोलिदिनु भयो भने बेग्लै कुरा हो, तर हानेछ। आजको मितिसम्म तालचा लागेको छ। अब अध्यक्ष, अब तपाईँले आफ्नो कुरा सबै राख्नुभयो, महासचिवको कुरा पनि हामीले सुनेको थियौँ। अब यसलाई सहज निकास दिनको लागि एज अ चेयरपर्सन, एज अ अध्यक्ष तपाईँले चाहिँ सम्पूर्ण व्यापारीहरूलाई के आह्वान गर्न चाहनुहुन्छ, अपिल गर्न चाहनुहुन्छ? सबभन्दा पहिला यहाँहरूले यो जति पनि हाम्रो पत्रकार साथीहरू बडा राम्रो र सभ्य हुनुहुन्छ, यहाँहरूले मलाई बोलाएर 2 शब्द राख्ने मौका दिनु, यसको लागि म यहाँहरूलाई धन्यवाद। र म यही भन्न चाहन्छु रौतहटको व्यवसायीलाई कि तपाईँहरू बस्नुहोस् सबैजना, यसको राम्रो निकास कसरी हुन्छ बसेर निकाल्नुहोस्, म त्यसमा सहमत हुन्छु। त्यो निकासमा मैले सहमति हुन्छ। सबै व्यापारी राम्रो जति व्यापारी छन् रौतहट जिल्लाका सबै बसेर निकास निकालौँ। अगर कसैलाई त्यस्तो लागेको छ भने मैले के गर्नुपर्ने म आफ्नो अध्यक्षको हैसियतले म गर्ने तयार छु। अध्यक्षजी, संस्थागत सबै डकुमेन्ट तपाईँसँगै छ महासचिवद्वारा र संस्थागत सबै डकुमेन्ट तपाईँसँगै छ। अब तपाईँले भन्नुहुन्छ महासचिवले तालचा लगाउनु भएको छ, त्यसको निकासको लागि कम्तीमा तपाईँको अहिले पत्रकार महासङ्घमा जुन पत्रकार सम्मेलन तपाईँ गर्दै हुनुहुन्छ, यहाँ हामीसँगै बस्दै हुनुहुन्छ, तपाईँ र महासचिव कार्य समिति ठिक छ तालचा लागेको छ भने निकासको लागि एकचोटि यहाँ बस्न तपाईँलाई सहज हुन्छ कि हुँदैन? यी पत्रकार महासङ्घमै समन्वय गर्न उहाँले भन्न खोज्नुभएको कुरा के, जस्तै तपाईँको एउटा कुरा छ, महासचिवजीको एउटा अर्कै कुरा, हामी यदि दुवैलाई सँगै राखेर तपाईँहरू बिच होइन, तपाईँहरूले त्यस्तो लाग्छ भने अब तपाईँ अलग अलग बोलाएर जो कुरा गर्नुभयो, उहाँलाई पनि अनुरोध के गर्न चाहन्छु, उहाँले मसित एउटा कुरा गरौँ, सहमति जनाउँ। उद्योग वाणिज्य सङ्घमा हामी सबै साथीहरूलाई आह्वान गरौँ, बोलाउँ, त्यहाँ कसरी हुन्छ एउटा हजुरहरूलाई पनि त्यहाँ राखौँ। त्यहाँ राखेर सबै कार्य समिति र हजुरहरूलाई पनि राखेर त्यहाँ सहमति गरौँ, कसरी राम्रोसित निकास हुन्छ, व्यवसायीको कल्याण कसरी हुन्छ, त्यतातिर हामी लागौँ। त्यसमा हामी तयार छौँ। ठिक छ।